वाटरमेलन खाँदै हुनुहुन्छ। ए मैले त झिङ्गा भन्दै फाल्दै गरेको के यसको हाम्रो चटनी रेडी भयो। ओ माई गुडनेस हेर्नु त। ओहो टावेलहरु उठाउनु पर्यो। हेलो साथीहरु, वेलकम टु आवर युट्युब च्यानल। कस्तो हुनुहुन्छ? होप सबैजना सन्चै हुनुहुन्छ होला, हामी पनि सन्चै छौं। अनि आज के को ब्लग हो भन्दा आज हामी दिनभरिमा के गर्छौं बेबी र मैले त्यही देखाउँछौं। अ डे इन आवर लाइफ। म चाहिँ भर्खर उठे, बेबी अझै उठ्नु भएको छैन। उठेर फर्स्टमा यहाँ पानी तताउन राखे, पानी अन गरिरहेको छु। अनि ढोका खोले, पानी अन गर्दैछु। अनि फर्स्टमा चाहिँ मुख धुन्छु, अनि एकछिन वर्कआउट गर्छु। म चाहिँ सधैँ एक्सर्साइज गर्छु क्या एकैछिन, अनि त्यसपछि चाहिँ नुहाइधुवाइ गरेर फ्रेस हुन्छु। अहिले चाहिँ फेस वासले मुख धुन्न, यतिकै मुख धुन्छु। किनकि मलाई एलर्जी हुन्छ कि बिहान मुख त्यसरी धोयो भने छिउ आउँछ, त्यही भएर यतिकै मात्र पानीले मात्रै धुन्छु। के गर्छु भनेर बिहान उठेर चाहिँ एकैछिन वर्कआउट गर्छु कि म लास्टिङ मोटा छु, त्यही भएर। साथीहरु एकछिन वर्कआउट गरेर भ्याएँ, पुरै सानै भइरहेको छ। यस्तो मोटा छु है म आज। मैले त्यत्तिकै के विदाउट हाइड्रेसन पानी खानी मोटाउँछ भन्छ नि, त्यति चाल भइरहेछ। बेबी अझै उठ्नु भएको छैन। अब म चाहिँ पानी खान्छु, पानी खाएर गएर नुहाइधुवाइ गरेर फ्रेस भएर अनि हजुरहरूसँग भेट्छु, पानी खान्छु। हामी चाहिँ बिहान चाहिँ यहाँ हेर्नु यत्रो ठुलो गिलासमा पानी खान्छौँ। चिसो पानी खान सक्दैन, हल्का वार्म वाटर खानुपर्छ। मलाई चाहिँ चिसो खायो भन्दा एलर्जी भइहाल्छ है, खोइ के थियो। पानी खान्छु, बसेर पानी खान्छु। पानी चाहिँ बसेर खानुपर्छ अरे, के उठी खानु हुँदैन अरे। ल हेलो साथीहरु, म चाहिँ फ्रेस भएँ है। अनि टक्क चाहिँ नुहाइनँ, भोलितिर नुहाउनु पर्ला होइन। अनि त्यसपछि सनस्क्रिन लगाएँ। म चाहिँ कुन सनस्क्रिन लाउँछु म देखाउँछु है। यो वाला फिक्स डर्माको सनस्क्रिन लाउँछु कि म चाहिँ जहिले पनि। सनस्क्रिन मोस्ट इम्पोर्टेन्ट। यस्तो गर्मी छ, अब सनस्क्रिन त लाउनै पर्यो कि कसो। अब बेबी उठ्नु भएको छैन होला, बेबीलाई उठाउँछु। ड्याडी पनि उठिसक्नु भएको, उठेर उहाँ बाहिर हावा खाँदै हुनुहुन्छ। अब चाहिँ छिटछिट ग्यास अन गरिदिनु त। हामी चाहिँ जहिले ग्यास बन्द गर्छौँ बाहिरबाट। म भने फर्स्टमा यहाँ बत्ती अन गर्छु। बिहान चाहिँ अलिक अँध्यारै हुन्छ कि। अब यहाँ फटाफट बेबी दुध र चुक्कोस खाएर अनि गएको छ, अनि तताइदिनु पर्यो। अझै उठेर आउनु भएको छैन। ल बेबीको लागि त खाजा रेडी गरिदिँदैछु। अनि अब बढार्ने टाइम भयो। फर्स्टमा यहाँ कौसी बढार्छु, अनि भित्र चाहिँ बेबीको ड्याडी गइसकेपछि मात्रै बढार्छु। आजको मौसम यस्तो आनन्दको मौसम छ, चिसो छ। साथीहरु कस्तो राम्रो फुलिरहेको के यो फुल चाहिँ। यो चाहिँ राम्रो रहेछ। त्यहाँ भएभरिमा सबैभन्दा राम्रो चाहिँ यही छ। यस्तो मजाले फुलिरहेको। बेबी अझै उठिसकेको छैन। क्या हो बेबी? खै त। बु गुड मर्निङ। गुड मर्निङ। हेलो साथीहरु। साथीहरुलाई नि गुड मर्निङ भन्दिसो। गुड मर्निङ साथीहरु। बेबीले पानी पिउँदै होइसिन्छ। छिटो गरिसो, ढिला भइसक्यो। युरो स्कुलको कपमा पानी पोखिछ क्या यहाँनिर। तिमीले पोखेको होला। ल छिटो पानी खाइसो।
1 सेकेन्डमा पानी खाएर भइसिन्छ नि बेबीले साथीहरू टाइमै लगाइसिन यत्रो 1 कप 2 मिनेटमा भइसिन्छ 2 मिनेट पनि लाग्दैन छोरोलाई कति छिटो खाएर भ्याउनु भयो वाउ गुड तिमी आइफाई ओके मुख धोइसो ल मुख धोइसो अब के गर्ने बेबीको लागि जान्छु गरिदिनु पर्यो फेरि हामीले त्यहाँ हालिदिन्छु बिहान चाहिँ कुछ खाएर जानुहुन्छ खानेकुरा किन पठाउने भनेर नि थोरै बटनहरू पनि भयो अनि यो हो बेबीको काजु र बदाम पिसेको दुधमा चाहिँ 1 चम्चा चाहिँ हालिदिन्छु 1 चम्चा र अलिकति अरू लाग्यो भने काजु बदाम कहिले प्याकमा हुन्छ कहिले स्कुलको ब्यागमा हुन्छ अनि यसरी हाल्यो भने मजाले खानुहुन्छ तातो छ यसरी लाउँदै राख्छु म चाहिँ फ्ल्याक्टी बनाउँछु हाम्रो लागि मसला यो भयो मिश्री अलिकति मात्रै हामी खासै चिनी खाँदैनौँ अनि त मिश्री पनि चिनी हो त्यही चिया पाक्नु मैले चाहिँ दाल राख्छु अनि राम्रोसँग खाजा राखिदिइरहेको छु तातो छ एकछिन सिलाउँदै राख्छ बेबी चाहिँ उता हुनुहुन्छ के गर्दै हुनुहुन्छ बेबी छिटो ढिला भयो के भयो यहाँ बेबी बाथरुम गएर आएर अब एकछिन रिभिजन गर ल छिटो है छिटो एकदमै ढिला भइसकेको छ आज बेबीले कुनको रिभिजन आज यसको टेस्ट छ हैन साथीहरूले कतिजनाले बेबीको ह्यान्ड राइटिङ देखाउनु भन्दै हुनुहुन्थ्यो यी बेबीको ह्यान्ड राइटिङ चाहिँ यस्तो छ हैन यहाँ कतिजनाले कस्तो छ ह्यान्ड राइटिङ भनेर सोधिरहनु भएको थियो नि इङ्ग्लिसको ह्यान्ड राइटिङ चाहिँ यस्तो छ यसै बेबीले बनाउनु भएको ड्रइङ कति राम्रो बनाउनु भएको छ गुड पाइसक्यो अनि हेर्न सक्नुहुन्छ बेबीको ह्यान्ड राइटिङ बेबीको खाजा तातो छ त्यही भएर यहाँ रिभिजन गर्दै हुनुहुन्छ ल सोध्छु म सोधौँ ल म सोध्छु है त साथीहरू वर्ड मिनिङ बेबीलाई एक्सप्लोर INVESTIGATE इन्भेस्टिगेट फेडेड grow GROW DIM ग्याजिङ to STARE स्टेयर ल अब छिटो हजुरले रिभिजन गर्नुहोस् अब म उता दाल बसाल्दै राख्छु अनि छिटो आइसु है ल बेबीले एकछिन रिभिजन गर्नुहुन्छ ब्ल्याक टी पाकिरहेछ यो दुधको चाय चाहिँ अहिले हामी पछि खाने हो बेबीलाई पठाएपछि अब दाल पाकिरहेछ ओ यस बुझे बेबी के गर्नु पर्यो डायरी साइन गर्नु पर्यो ल हिडिसो डायरी साइन गर्नु पर्यो एकछिन फुर्सद हुँदैन साथीहरू बिहानमा म्यामले त काम गर्दै आइसिन्छ म चाहिँ पढिरहेको छु यहाँ चाहिँ आटोको कुकर त आटो चाहिँ गएर नि त्यही भएर ब्ल्याक टी सोध्छ छिटो ओके ल जल्दी करो ल म अब साथीहरू यहाँ बेबीलाई पढाउँछु एकैछिन अनि त्यसपछि रिभिजन गराउने अनि त्यसपछि भेटौँला ढिला भइसक्यो छोरोलाई छिटो खाऊ बेबी तातो छ म चाहिँ यहाँ ब्ल्याक टी खाँदैछु ढिला भइसक्यो ब्ल्याक टी खाना पनि भ्याइँदैन बेबीलाई खुवाइदिनुपर्छ जस्तो छ हो तातो छ कि छिटो हुन्छ ढिला भइसक्यो तातो भयो ल पोख न
म खुवाइदिन्छु ल ढिला भइसक्यो ल ल ल छिटो कसो पायो बेबीले खाँदै हुन्छ त्यतिन्जेल म चाहिँ यहाँ आटो भिजाउँछु बिहान बिहान चाहिँ हामीले आटो खान्छौँ आटो भनेको यो मकैको के हाम्रोतिर चाहिँ आटो भन्छन् तपाईहरुकोतिर के भन्छन् कसैले त च्याख्ला पनि भन्छन् एकछिन यो भिजाइदिन्छ अनि बेबीको ड्रेसहरू रेडी गरिदिन्छ आज कुन ड्रेस हो बेबी हाउस ड्रेस धोको छ एक्स्ट्रा छ पुकिहाल्यो नि एउटा हातले काम गर्छ पुकिहाल्दो रहेछ बेबी छिटो वाटर बोतल लिएर आइसो ढिला भइसक्यो छिटो छिटो जल्दी गरो मिस कल आउने बेला भइसक्यो छिटो के छिटो कहाँ यहाँबाट दिसेको त बिलको खै ल छिटो 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 ड्रेस लाउँदै रह म आएँ पानी भर्दिसकेँ साथीहरू यहाँ हेर्नु मैले यहाँ के बनाएको छु भने यस्तो लड्डु बनाएको छु बेबीलाई खान दिन्छु फर्स्ट टाइम हो मैले यस्तो लड्डु बनाएको हिजो मात्रै टिकटकमा देखाएको थिएँ कि एकजना आइराको मामुले बनाउनु भएको थियो होइन अनि यसमा चाहिँ मखना चाहिँ छैन काजु बदाम पिस्ता अनि ओखर अनि मैले चाहिँ किसमिस पनि राखिदिएको राखिदिइरहेको छु कि बेबीले खाइसिन्न त्यही भएर अब लस्सी बेबीले खानुहुन्छ कि खानुहुन्न है त वेट गेनको लागि हो रे कि अब अनि यसमा मखना पनि एड गर्नुपर्छ अरे बाबा जल्दी चलो ढिला भयो मिस कराउने बेला भयो बेबीले यहाँ लड्डु खाँदै होइसिन्छ बाई बाई बेबी ल जुत्ता चाहिँ तल गरेर लाइसिन्छ ल जाऊ बाई बेस्ट अफ लक यता हेर्छु बेस्ट अफ लक फर यर टेस्ट अनि राम्रोसँग पढ्नु राम्रो ह्यान्डराइटिङ लेख्नु ज्ञानी हुनु ओके ल बाई बाई बेबी गइसो बेबीको ड्याडीले चाहिँ पुऱ्याइदिन्छ ल बाई लभ यु बेबीलाई पुऱ्याउन चाहिँ बेबीको ड्याडी जानुहुन्छ जहिले पनि उहाँ बेबी चाहिँ कता गइन् जानुभएको अलि पर उभिनु भएको होला म चाहिँ यस्तो सिलौटामा पिसाएको थिएँ अब यो पखाल्छु अनि अब आटो बसाल्नु पर्यो बिहानमा चाहिँ बेबीले खाइसिन्न अनि त्यही भएर आटो खान्छ मामले चाहिँ यहाँ भिजाउन राखेको छु अब यो पकाउँछु अनि तरकारी पकाउँछु सबै पकाउँछु खानासाना पकाएर भएपछि भेटौँला आज बनाउँदैछु घिरौलाको तरकारी त दाल पाक्दैछ आटो पनि बसालिसकेँ अनि यहाँ दुधको चियाको लागि पनि रेडी भइसकेको छ अब फटाफट पकाउँछु चिया खाने बेला भएको छ हेर्न सकिन्छ साथीहरू यो चाहिँ हाम्रो होममेड स्ट्यान्ड हो इमाडोर बुवाले बनाइदिनु भएको कस्तो राम्रो छ कि यहाँनिर फोन अड्डायो अनि भिडियो खिच्यो कस्तो मजाको छ कि यो चियासँग चाहिँ खानु पर्यो दिस वान टोस्ट आई लभ इट टोस्ट दुधको चिया बिना त अधुरा है हमारा दिनमा बिहान र दिउँसो त चाहियो कि वाटरमेलन बाहिर निकालिदिनु पर्यो बेबीको लागि यहाँ फलफुल छोपेर राखेपछि अब हामी बनाउँदैछौँ चटनी म बनाउँदैछु भन्न मिलेन बेबीको ड्याडीले बनाउँदै हुनुहुन्छ खै के बनाउँदै हुनुहुन्छ काँचो आँपको चटनी बनाउँदै हुनुहुन्छ अब हाम्रो चटनी रेडी भयो साथीहरू अहिले चाहिँ लगभग 12:15 बजी बन्न लाग्यो मैले चाहिँ भर्खर खाना खाएर अनि किचन पुछेँ अझै यहाँ अझै बाँकी छ कामहरू सकाउन अब यही हो किचन सफा गर्छु अनि तल बेडहरू मिलाउँछु अनि भर्याङ पुज्छु त्यति गरुन्जेल चाहिँ बेबी आइसक्नुहुन्छ अब बेबी आएपछि भेटौँला है त ए बेबी स्कुलबाट आइसक्नु भएको छ मैले पनि नुहाउँदिनँ भनेको फेरि यस्तो गर्मी भयो काम गर्दा अनि सावर लिइसकेँ मैले चाहिँ ओके ल छिटो गरिस् हो फर्स्ट बेबीको लागि आउँदै अब बेबीले चाहिँ यहाँ ड्रेस चेन्ज गर्नुहुन्छ म चाहिँ बेबीको लागि पानी ल्याइदिन्छु जहिले पनि ग्लुकोज पानी ओके काम फास्ट
बेबीको लागि पानी अब के गर्नुपर्छ त हो उही नलैदिएसम्म खाँदै खाइसिन्न बसेर खाउनुपर्छ अब यहाँ फुल भयो गुड पानी मिक्स इट वेल अलिकति गर्मी यस्तो छ बेबीलाई फेरि अलिकति पनि पानी कम भयो भने नाकबाट ब्लड आउँछ कि त्यही भएर तलबाट कहाँ ओइसिन्छ के गरिरहेको छ हेर न यहाँ पारा अरे वाट इज दिस बिहेभियर खै यता फर्किसो यहाँ फर्स्टमा बटन खोल्नुपर्छ भन्ने थाहा छैन हजुरलाई ल यो पानी पिस्यो त यति उभिएर पिउ पनि हुन्छ ल 1 2 3 स्टार्ट छिटो ग्लुकोज पानी हो यसरी खुवाउनुपर्छ साथीहरू हजुरहरूले पनि आफ्नो बच्चाहरूलाई यसरी खुवाउनु होला यसरी नखाएसम्म बच्चाहरू हाइड्रेट हुँदैनन् यो गर्मीमा खाऊ भनेर छोडिदिने हो भने त एकछिन खाइसिन्छ अनि छोडिदिइहाल्छिन्छ हो कि होइन अब बेबीले चाहिँ फ्रेस भएर आइसिन्छ म चाहिँ बेबीको लागि फ्रुट्स काट्छु अनि मामु छोरा बसेर खाने छिटो सकिन्छ ल फेरि छिटो ल छिटो फ्रेस अप भएर आऊ है हस् बेबीले फ्रेस भएर के खाँदै हुनुहुन्छ बेबी वाटरमेलन खाँदै हुनुहुन्छ ए मैले त झिङ्गा भन्दै फाल्दै गरेको कि यसको दानालाई अनि यहाँ मेरो पनि छ हामीले चाहिँ एउटा भिडियो सुट गरेको छौँ हेर्नु होला साथीहरू होइन सर्ट्स भिडियो सुट गरेको छौँ सिसी क्यामेरा कराइरहेछ किन हो वाटरमेलन चाहिँ बेबीको नि फेभरेट हो मेरो पनि फेभरेट हो मजा आ गया हामी चाहिँ अहिले यहाँ भिडियोहरू सुट गरिरहेछौँ अनि यता भाउजूले चाहिँ हामीलाई के दिनुभयो भन्दा यो ल बेबीले यहाँ चढेर लिँदै हुनुहुन्छ के को साग रे फापरको साग मैले त अहिलेसम्म खाएको छैन बेबीले नि खानु भएको छैन कस्तो हुन्छ थाहा छैन है त अब आज भरे हामीले पकाउँछौँ फापरको साग अनि हामीले पनि देखाउँछौँ फर्स्ट टाइम खाँदैछौँ है फापरको साग साथीहरू उता भाउजूले रोप्नु भएको बेबी चाहिँ यहाँ पुरा माथि चढ्नु भएको तल ओर्लिस्यो अब कसरी कस्तो हुन्छ कुनै थाहा छैन हजुरहरूले खानु भएको छ कि छैन साथीहरू फापरको साग हामीले पनि अहिलेसम्म खाएको छैनौँ है फापरको साग आज खाने म गर्छु अहिले फुटबल खेल्दै होइसिन्छ बेबीले हामी त आज खाजै खाएको छैनौँ साथीहरू अब गएर बनाउने हो फटाफट ल छिटो के स्किल्स रहेछ हेरौँ त हामीले पनि ल खै खै ल छिटो देखाउ नि त अनि खै त्यही हो त्यस्तै हो ल रेनबो फ्लिप गर रेनबो फ्लिप कस्तो हो खै ल गर्छौ 1 2 3 ओ गुड गुड ल नाइस ट्राई साथीहरू वेदर चाहिँ एकदमै शीतल भएको छ पानी पर्छ कि जस्तो छ अब आज फुलमा पानी हाल्नु पनि पर्दैन होला सायद पुरै मौसम गाडाङ गुडुङ गरिरहेछ आजको मौसम अब एकछिन हामी भिडियो बनाउँछौँ त्यसपछि खाजा खान जान्छौँ मौसम साथीहरू मौसम कतिखेर के हुन्छ थाहै हुन्न अघि बिहानसम्म यस्तो धेरै गर्मी भइरहेको थियो अहिले चाहिँ पुरा पानी पर्नलाई पुरै उतातिर त खोइ पानी नै परिसक्यो क्या उता नारायणथान एरियातिर जाम बेबी अब यो भित्र राखिसो अब हाम्रो फापरको साग लिएर जान्छौँ माथि आज कस्तो हुन्छ कुनै मात्रै
अब खोइ के हुन्छ बेबी। आज फ्राइडे भएर ढिला खाएको है साथीहरू। खाजा नआयो भने अरू बेला त यति बेलासम्म खाएर पनि बेबीले होमवर्क पनि भ्याइसक्नुहुन्थ्यो। आज फ्राइडे भएर लेट्स गो। अब हामी चाहिँ यहाँ खाजा बनाउँदैछौँ। खाजा चाहिँ प्यानकेक भयो। अब यहाँ मामु चाहिँ यहाँ बनाउँदै उसिन्छ। ओ माई गुडनेस। सच्च त मामु सिम्पल प्यानकेक हो किनकि आज सबै सामानहरू सकिरहेछ कि त्यही भएर त्यो भोलि चाहिँ चोकोज लिएर आउनुपर्छ। चोको चिप्स संडे भने बिदा हो। भोलि बिदा हो। भोलि त अफकोर्स स्याटरडे। भोलि भ्लग आउँदैन तर हामीले भोलि भ्लग बनाउँछौँ। अब कुन होला। अब प्यानकेक बनाएपछि खान्छौँ। आजको हाम्रो खाजा प्यानकेक पाक्दैछ। यता दुध पनि तात्दैछ। अनि अब चिया पकाउँछु। चिया प्यानकेक खाजा खान्छौँ। चिया बनाउँछु। आजको खाजा प्यानकेक र चिया। अनि बेबीलाई चाहिँ दहीसँग दिन्छु। दही भनेपछि यति धेरै मनपर्छ मलाई नि। यो प्यानकेक गिलो रोटी चाहिँ एकदमै मनपर्छ है। हामीहरू चाहिँ यसलाई गिलो रोटी भन्छौँ। जोहरूले चाहिँ के भन्नुहुन्छ साथीहरू। हामी चाहिँ एउटा गिलो रोटी भन्छौँ। पाक्दैछ गिलो रोटी। यु क्यान सी पुगेर छ यहाँनिर। It's a boy. Yay! Who is this? Oh, I'm afraid. Who's this boy? I'm afraid of him. साथीहरू हजुरले चिन्नुहुन्छ हाम्रो घरमा आएर लुकेर बसिराख्नु भएको छ। को अजनबी आएर बसिराख्नु भएको छ। तिम्रो चक्करमा प्यानकेक डरला जस्तो छ। प्यानकेक यमी प्यान खाजा यमी खाजा रेडी भयो। ल बेबी बसेर खाइसु। अब हामी खाजा खान्छौँ। यमी प्यानकेक र दही। खाइए भाइ साहब। One price missing. What? Brown. Chutney? Is that finished? No. This and one more. Brown. त्यो नै तिमीले त मिक्स गर्छौ अनि। Okay, give me. यो के त्यो? यो। पत्तै लिखो होला। अब मिलते हैं छोटे से ब्रेक के बाद। ल खाइसो। म पनि खान्छु। मेरो पनि यहाँ चाय पाक्दैछ। चाय अब यसमा हाल्नुपर्छ मसला। यता मेरो पनि चिया पाक्दैछ। त्यति यो तर्जमा गरेको थिएँ। अब मुई बनाउँछु। गुइँ पारेर हेर्नुहोस् है त अब कसरी घिउ निस्किन्छ। मुई पार्छु अब म। यहाँ हेर्न सक्नुहुन्छ घिउ बनेर रेडी भइसक्यो। यो चाहिँ जहिले घिउ तताउने कराई हो त्यही भएर कालो छ। साथीहरू यहाँ त लाइन गएको छ हाम्रोतिर। पुरा अँध्यारो छ। गाडाङ गुडुङ पनि गरिरहेछ। बाहिर हावा पनि लगाइरहेछ। बेबी चाहिँ एकैछिन न्याप लिसिन्छ अरे सुतिसिन्छ अरे। अनि अब भोलि बिदा छ भनेर अहिले पछि होमवर्क गर्छिन्छ होइन। बाहिरको मौसम चाहिँ यस्तो छ। झ्यालबाट हेर्न सक्नुहुन्छ हावा लगाइरह मस्त। र अन्धकार छ। अन्धकार। हिजो पनि लाइन गएको थियो। आज पनि लाइन गयो। म चाहिँ बेलुकाको लागि दाल बसालिसकेँ। बेबी भने उता सुतिराख्नु भएको छ। एकैछिन लाइन पनि आयो। आउने त लाइन गएको थियो। अब यस्तो हावा चलाएर अब यो फापरको साग केलाउँछु। कस्तो हुन्छ लेट्स सी है त। आलु हालेर बनाउनु पर्ला। ल उसको स्मेल चाहिँ खासै मिठो आएको छैन। त्यही पनि कस्तो हुन्छ लेट्स सी। यस्तो हावा उडिलाह चलाएछ। ओहो त्यही त हेर्नु न पुरै कस्तो मौसम भा। हावा हुरी पुरै मस्त हावा लगाइरहेछ। मस्त खोइ मौसम चाहिँ पुरै कस्तो छ मौसम। बिजुली चम्किरहेको थियो भर्खरै। मुढाहरू सबै यहाँ माथि राख्छु। पानी छिटो पानीले त सबै भिजाउँछ कि। यो रिङ लाइट भित्र लानु पर्यो। बेबीको जुत्ताहरू पनि यता राखिदिन्छु। अनि ढ्याङ्ग्रा ढुङ्ग्रुङ सुरु भइरहेको।
रहेछ होइन एकैछिन सुत अनि उठ्ने हस् मामुले उठ भनेपछि उठ्ने है यो चाहिँ खोलो साथीहरू फेरि मोबाइल लिएर सुतिछ नभनिसो कस्तो हावा लाहा ओहो हेर्नु त मौसम त के हो एक्कासी चेन्ज हुन्छ भाइ यतातिर यस्तो छ व्हाट्स ह्यापनिङ साथीहरू हेर्नु त ओहो नि पुरै पानी भित्र आयो बाफ्रे हेर्नु त हेर्नु ओएमजी म तपाईँबाट देखाउँछ हजुरहरूलाई ढोका सोखा लाएर बसिरहेको छु बेबी पुरै निदाउनु भयो के हो भएको यस्तो अचानक ओ माई गुडनेस हेर्नु त ओहो नि टावेलहरू उठाउनु पर्यो कत्रो ठुलो पानी परेको एक्कासी मौसम चेन्ज भयो कि हेर्नु त नि डरै लाग्दो पुरै 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 आवाज सुन्न सक्नुहुन्छ कस्तो ठुलो आइरहेको के त्यसका बेबीको ड्याडी कसरी आउनुहुन्छ होला यस्तोमा ओ माई गुडनेस जान्छु बाटोमा हेर्नु त साथीहरू कसरी हिँडिराख्नु भएको साथीहरू यहाँ खाने बेला भएको छ बेबीको बेबीले फर्स्ट टाइम खाँदै हुनुहुन्छ फापरको साग चाही छ त बेबी कस्तो छ यता हेरिस न कस्तो लाग्यो मिठो छ अब म चाख्छु यहाँ मैले प्लेटमा लिएर आएको छु है फर्स्ट टाइम फापरको साग हेर्दा त मिठो होला जस्तो छ म चाहिँ आलुसँगै खान्छु है त टेस्टी हुँदो रहेछ त फापरको साग त मैले त फर्स्ट टाइम खाएको साथीहरू मैले अहिलेसम्म खाएको थिएन आई लभ इट मलाई चाहिँ एकदमै मन पर्यो है फापरको साग हजुरहरूले खानुभएको छ कि छैन खानुभएको छैन भने चाख्नुहोस् मिठो हुँदो रहेछ यसरी आलुहरू राखेर पकायो भने पिरो पिरो बनायो भने चाहिँ एकदमै मिठो हुँदो रहेछ अनि अब बेबीले पनि खाना खानुहुन्छ अनि हामी पनि साथीहरू अब हामी पनि खाना खान्छौँ मलाई त एकदमै मिठो लाग्यो है यो फापरको साग फर्स्ट टाइम खाएको फापरको साग ओके साथीहरू हामी खाना खाएर तल झरिसक्यौँ किचनको काम सबै पुछपाछ सकेर सबै भ्याएर तल सुत्नलाई झरिसक्यौँ अनि आजको भ्लग हजुरहरूलाई कस्तो लाग्यो भन्नु होला होल डेको पुरै डिटेलमा चाहिँ देखाइन अलिअलि चाहिँ देखाएँ होइन अब कस्तो लाग्छ हजुरहरूलाई भन्नु होला यहाँ बेबीले पनि एन्ड गर्नुहुन्छ अरे यहाँ होइसिन्छ मिस्टर मनन पौडेल हजुरलाई आजको फुल भ्लग कस्तो लाग्यो अब बाई बाई बेबीको यहाँबाट बेबीको रुम कस्तो राम्रो पछाडिको कस्तो राम्रो देखिया छ अब कुनै दिन पुरै हाउस टुर गरेर देखाउने छौँ देख्न त देखिसक्नु भएको होला यो भाग चाहिँ यो भाग मैले मेरो रुम टुर गरेको छु हाउस टुर चाहिँ गरे हैन अब आई एम भ्लग हियर बाई लाइक सब्स्क्राइब गुड नाइट एभ्रीवन